मेरो टिकटक फ्यामिलीले धेरै जस्तो सोध्ने एउटै कुरा, दाइ म बिगिनर हो, जिम गएको आज फर्स्ट डे हो, के गरौँ कुन एक्सर्साइज गरौँ भनेर मलाई धेरैले सोधिराख्नुहुन्छ। आज चाहिँ मैले फुल भिडियो लिएर आएको छु। यो भिडियोलाई चाहिँ सेभ गरेर राख्नु होला अनि आफ्नो बिगिनर साथीहरूलाई सेयर गर्नु होला। अनि यो एक्सर्साइज कसरी पर्फर्म गर्ने म आज पुरै फुल भिडियो लिएर आएको छु। भिडियोलाई लाइक कमेन्ट रिपोस्ट सेयर गरिदिनु होला है त। सबैभन्दा सुरुमा चाहिँ हामीले कुन एक्सर्साइज गर्ने भन्दा चाहिँ फर्स्टमा चाहिँ हामीले यो मेसिन चाहिँ सुरुमा आफ्नो जिम्मा गएर खोज्नु होला अनि योबाट पर्फर्म गर्नुपर्छ। हामीले चाहिँ यसमा पुलअप गर्ने है त गाइस। सुरुमा यहाँ आउनुहोस्, यसमा चाहिँ आफ्नो बडी वेट अनुसारको वेट राख्नु होला अनि हजुरलाई पुलअप गर्दाखेरि सजिलो हुन्छ। यसले गर्दा मैले चाहिँ आफ्नो बडी वेट अनुसार राखेको छु, हजुर पनि आफ्नो बडी वेट अनुसार राख्न सक्नुहुन्छ। सुरुमा चाहिँ मजासँग यसमा पर्फर्म गर्नु होला। यसलाई मजासँग यतिकै राखेर होल्ड गर्ने लेगले पहिला अनि बल्ल छोड्ने है त। एकचोटि छोड्दाखेरि एकदम धेरै लाउड साउन्ड आउँछ, जस कारणले गर्दा हाम्रो जिममा डिस्टर्बेन्स हुनसक्छ। ल यो चाहिँ हाम्रो फर्स्ट एक्सर्साइज थियो। यो चाहिँ हाम्रो बिगिनर्सहरूको लागि हो। पुलअप्सको चाहिँ मैले भर्खर सिकाएको वाला पुलअप्सको चाहिँ 2 सेट 12 to 15 रेप्स हान्नु पऱ्यो है त। अब चाहिँ हामी सेकेन्ड एक्सर्साइजको तर्फ जान्छौँ। ल लेट्स गो है त गाइस। हामीले आफ्नो ल्याट्सलाई ट्रेन गरेको थियौँ, त्यही भएर अहिले हामीले ल्याट पुल डाउन गर्छौँ सेकेन्ड एक्सर्साइजमा चाहिँ। यसलाई चाहिँ कसरी पर्फर्म गर्ने म सिकाउँछु है त। आउनु फर्स्टमा यसमा खुट्टा अड्काउने, आफ्नो बडीलाई स्ट्रेट राख्ने, तान्दाखेरि यत्तिकैमा तान्ने है। यो धेरै जस्तो मिस्टेक गर्ने भनेको यस्तो तान्नुहुन्छ पुरै पछाडि, यसरी चाहिँ तान्ने होइन, यसलाई चाहिँ स्ट्रेटली तान्ने। हेर्नु म देखाउँछु है त। यो हो धेरै टाढा पनि राख्दैन हातलाई, ठ्याक्कै यो यहाँ ल तान्दाखेरि चाहिँ मजासँग फिल गर्ने ल्याट्सलाई। आफ्नो लोड चेस्टसम्म ल्याउने है। लोड चेस्टमा टच गरेर गयो नि भयो। धेरै जस्तोले मिस्टेक गर्ने भनेको यता यस्तै तान्नु त। त्यो चाहिँ हेभी लोड हजुरलाई एकदमै अप्ठ्यारो भएको छ भने बल्ल गर्ने हो, नत्र यत्तिकै लाइट वेटमा हान्नु, धेरै रेप्स निकाल्ने। हजुरहरू बिगिनर हुनुहुन्छ भने यसको चाहिँ 2 सेट 10 to 12 रेप्स मात्र है त। चाहिँ हाम्रो के अरे ब्याकको वर्कआउट सिद्धियो। अब चाहिँ हामीले सोल्डरको लागि ट्रेन गर्नुपर्छ है त। सोल्डरमा के ट्रेन गर्ने भन्दाखेरि फर्स्टमा हामीले डम्बेल सोल्डर प्रेसबाट स्टार्ट गर्छौँ है त साथीहरू। ल आउनुहोस्। फर्स्टमा चाहिँ हजुरहरूले चाहिँ आज फर्स्ट डेको दिन चाहिँ लाइट वेटमा हान्ने गर्नु होला चाहिँ। आज चाहिँ फर्स्टमा चाहिँ लाइट वेटले हान्नु होला, फेरि नत्र इन्जोर्ड हुनसक्छ भोलिपल्ट हजुरले एक्सर्साइज गर्न सक्नुहुन्न। त्यसैले मैले चाहिँ 50 kg हानेको छु। मैले पनि यो लाइटै हो मेरो लागि। हान्दाखेरि यसरी यताबाट यसरी हान्ने गर्नु त मिस्टेक हो। त्यो चाहिँ क्लोज गर्ने अनि फ्रन्ट रेजको लागि हो नि त यो त। यसको चाहिँ हामीले 2 सेट 10 to 12 रेप्स पर्फर्म गर्ने है त बिगिनर्सको लागि। सोल्डर प्रेस हानिसकेपछि हाम्रो अब नेक्स्ट एक्सर्साइज चाहिँ ल्याटरल रेज है। यो कसरी पर्फर्म गर्ने म देखाउँछु। आउनु यसमा चाहिँ लाइट वेटले हान्नु होला भने जस्तो मान्नु होला मैले भनेको। हल्का बडीलाई हल्का डाउन गर्ने अनि यसलाई यस्तो फर्ममा राख्ने, डम्बेललाई मजासँग माथि यतिको लेभलमा बिस्तारै ल्याउने। बडीलाई पुरै यस्तै हल्लाइ नहान्नु होला। बरु हान्न गाह्रो भएपछि लाइट वेटले हान्नु होला। त्यही हो है। हाम्रो सोल्डर सकिसक्यो। मैले चाहिँ हजुरलाई आज रियल लेडको लागि केही पनि गराएको छैन। आज चाहिँ हाम्रो फर्स्ट डे हो, त्यसैले सबै एक्सर्साइजहरू मैले मिलाएर राखेको छु आफ्नो प्याटर्न अनुसार। अब चाहिँ हामीले चेस्ट पर्फर्म गर्छौँ। यो चाहिँ डम्बेल इन्क्लाइन बेन्च प्रेस है। ल डम्बेल प्रेस भन्छ नि खासमा चाहिँ। ल हानौँ है त। पहिला चेस्ट अप गरेर हान्नु होला। हान्दाखेरि जहिले पनि चेस्ट अप हुनुपर्छ जहिले पनि। अब चाहिँ हाम्रो चेस्ट पनि भयो, सोल्डर पनि भयो, ब्याक पनि भयो है। अब चाहिँ हाम्रो बाइसेप अनि लास्टमा लेग हानेर हाम्रो आजको एक्सर्साइज यहीँ सकाउनेवाला छौँ। ल हेरौँ। फर्स्टमा चाहिँ हामीले डम्बेल बाइसेप कर्ल गर्छौँ है त, फर द बिगिनर्सको लागि।
आफ्नो बडीलाई स्ट्रेट राख्ने, एल्बो लक गर्ने, यत्तिकै पुरै यस्तरी बडी हल्लाउने होइन है त साथीहरू। त्यसमा चाहिँ एल्बो लक यत्तिकै। हामीले बाइसेप हान्थ्यौँ, मैले त ट्राइसेपको बारेमा भनेको थिएँ, ट्राइसेप पनि हान्नुपर्छ हामीले है त। त्यो चाहिँ रोप पुस डाउन है, यसको नाम चाहिँ रोप पुस डाउन। यसलाई कसरी हान्ने म तपाईँलाई सिकाउँछु। हल्का बडीलाई हल्का डाउन गर्ने, सिधै तल पुस गर्ने है त। धेरै जस्तोले यता तान्नुहुन्छ, यसलाई चाहिँ डाउन पुस गर्ने है त। अब चाहिँ हाम्रो लेगको लागि लेग एक्सटेन्सन है त। एकछिन माथि लगेर एकछिन मजाले होल्ड गर्नु होला। खुट्टालाई कहिले पनि यो कर्भमा राख्नु होला है त। मैले जसरी राखेको छु त्यसरी। हजुरलाई पनि यस्तै बडी हल्लाउन चाहिँ मलाई डिएम गर्न सक्नुहुन्छ है। आजको लागि चाहिँ हाम्रो बिगिनरको लागि भिडियो चाहिँ खतम भयो, यही नै सिक्यो। हजुरलाई भिडियो मन परेमा लाइक कमेन्ट रिपोस्ट हानिदिनु होला। अनि बारेमा युट्युब च्यानल छ, सब्सक्राइब गर्न नभुल्नु होला। त्यसमा चाहिँ मैले एकदमै इम्पोर्टेन्ट भिडियोहरू हाल्नेवाला छु बिगिनर्सहरूको लागि।